नाच चाहिँ कस्तो छ कमेन्ट गर्नु होला है। हेलो सबैजनालाई, तपाईहरुलाई स्वागत छ उसको युट्युब च्यानलमा। अनि आज उसको भ्लग बनाउँदैछु। म चाहिँ उसको साथी हो। आज चाहिँ हामी स्कुलमा आएको छ प्रोग्राम भएर। मातृभूमि नेपाल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। हामीलाई ठ्याक्कै राष्ट्रिय गीत बजिरहेको रहेछ। राष्ट्रिय गीतमा हामी सबैजना यसरी बस्नुपर्छ, त्यही भएर हामी यतिकै बसेका छौँ होइन। आज चाहिँ यो हाम्रो स्कुल हो। तपाईहरुले पहिला पनि देखाइसकेको छ। मेरो चाहिँ एक्स स्कुल हो। मैले त छोडिसके हो। उसको चाहिँ उ चाहिँ अहिले रिलेसनमा छ। हामी चाहिँ यहाँ खाजा खान आएको। यसो यो नमानेर यो चक्लेट खाने रे, जुस खाने रे। अनि त्यही भएर यो चाहिँ हाम्रो पसल हो। यो चाहिँ पसल हो। जुस किनिरहेछ 5 रुपियाँ एउटा। यो चाहिँ खास जुस हो, तर यहाँ बरफ भइसक्यो रहेछ यो। त्यही भएर खान मन लाग्यो गर्मी भइरहेको बेला। तर कस्तो राम्रो देखेको यो पसल। ए हाम्रो चाहिँ अब तामाङ नेपाली इङ्ग्लिस सबै मिक्स हुनसक्छ। हामी चाहिँ आज मेरो नि फर्दर न यार। सो हाम्रो चाहिँ अब प्रोग्राम सुरु भइसकेको छ नि, दसैँको प्रोग्राम। यहाँ बच्चाहरू नाच्दै रे, त्यही भएर म त हेर्न आएको। यहाँ बच्चाहरू नाच्दै रे, अनि यसो हेर्न आइदिएको नि त। कस्तो बच्चा होइन, साथीहरू, उसको साथी म, हामीहरू अब ऊ सर म्यामहरू त्यही हुनुहुन्छ। कस्तो लाज लाग्यो। कस्तो लाज पो लाग्यो त है सरहरूको अगाडि भ्लग बनाउँदा। त्यही पनि हजुरहरू हेर्दै गर्नु होला। यो हमारा स्कुल के हाल है, ये हमारा सर लोग है। हो हल्ला धेरै भएकोले सुनिरहेको छैन। यो भित्र चाहिँ कार्यक्रम हुनेछ। हामीले चाहिँ अगाडिको क्यामेराबाट खिचेर भिडियो बनाएको छौँ। सो त्यही भएर ओके, अब उनीहरू नाच्छ। अनि उनीहरू नाच्ने बेलामा चाहिँ हामी बनाउने छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ ल। यस, एकदमै हो हल्ला भएको कारण अहिले चाहिँ भ्लग यतिकैमा राख्छु। अनि फेरि आउँदैछु। गाडी चढेर 29 जना आउँछन्। यसको टिम क्याप्टेनमा ज्योति तामाङ हुनुहुन्छ। ज्योतिजीलाई धन्यवाद दिँदै बाँकी कार्यक्रमहरू उहाँकै प्रस्तुतिबाट ला बत्ती गयो। आएको छ बल्ल बल्ल। यो टेक्वान्डोहरूको सकेर अब यिनीहरूको पालो छ। हाम्रो पालो हाम्रो, किनकि म ज्योतिले ल हिँडौँ न। अहिले ठाउँ पाउँदैन कि। ल छिटो हिँड हिँड न छिटो। तिमीहरू त नाच्दै मान्छ, हामी पो ठाउँ पाउँदैन त। ठाउँ पाउँदैन त हामीलाई पो। ल छिटो छिटो यसरी त हिँड्नुपर्छ। बस्ती आएको छ, कृपया तल जानु भएको छ। त्यहाँ पनि कार्यक्रम भइरहेको छ। अब चाहिँ कार्यक्रम सुरु हुँदैछ। ढिलो नगरिकन हामी टाढा हेर्नु होला है त।
अहिले चाहिँ म एक्लै हो, सबैजना गइसक्यो, नाचि पनि सक्यो हामी, हाम्रो भिडियोहरू पनि आइसकेको छ होइन। अगाडि नै कोही कोही छैन साइलेन्ट। मेरो साथी चाहिँ अघि नै गइसक्यो, ऊ चाहिँ बजार जानुपर्ने भएर अरे अनि सो अगाडि जाएर बनाइदिए कि हजुर म हिँडेर जान्छु हजुर। हेलो गाईहरू हामी चाहिँ प्रोग्राम सकेर अब हिँड्दैछौँ। अब त्यहाँ अब केटीहरू के गरेर हो यसो भोक पनि लागेको छ यहाँ। यो स्कुल यसपालि खाजा दिएन हौ, यो स्कुलमा यसपालि खाजा छैन रहेछ हौ। पहिला त बिस्कुट र के भन्छ अरे फ्रुटी बाहेक फ्रुटी पनि दिन्थ्यो होइन। यसपालि केही पनि दिएन, निकै भोक लागेको छ। कालो कालो देख्दैछ कि के हो? छैन। वेलकम टु माई मेरो भ्लगमा। अरू के भन्नु छ? हामी अनि डान्स भने मैले त्यही त भने। खै त अनि मान्छेहरू कुन भाइ? साजन भाइ, ओ साजन यहाँ आउनु एकछिन। सो हामी चाहिँ अर्को प्रोग्रामको लागि डान्स सिक्न लागेको। अब भाइले सोध्नु हामी डान्स गरौँ न। कस्तो डान्स? के भन्छ अरे त्यो के अरे त्यो प्रोग्राममा के त्यो ट्याइक्वान्डोको प्रोग्राम हुन्छ नि त्यसमा। पर्सि भोलि पर्सि कहिले नाचौँ न ल। हेरौँ ल फिक्स है, हेरौँ होइन नाच्ने। स्वागत छ है। अहिले चाहिँ म एक्लै छु घर फर्किँदै। प्रोग्राम पनि सकिसक्यो हाम्रो दसैँको प्रोग्राम। अब त यसको बिदा घाम टल्किरहेको छ। सो मेरो भ्लगमा चाहिँ अब कुनै भिडियो चाहिँ अगाडिबाट कुनै भिडियो चाहिँ पछाडिबाट गरेको छु। सो त्यही भएर अब यताउता क्यारेक्टर देख्न सक्छ। सो फर्केर गरिदिनु है त। अनि अब क्यामेराको क्वालिटी भन्नुपर्दा पनि यस्तो हेरेर हुनसक्छ। सो मेरो भिडियो चाहिँ अब अन्तिमसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। अब एक्लै के अब बाटो टाढा छ, अब के प्यार बोलेर हिँड्नु होइन। त्यही भएर चाहिँ अब भ्लग चाहिँ इन्ड गर्छु भनेको। ओहो
घामको त्यो किरण छोड्दै अगाडि चाहिँ भाइहरू छन् अनि म छु यता म एक्लै साथी चाहिँ अब उता गएछु अनि बहिनीहरू जम्मै गइसक्यो म एक्लै हो सो कस्तो कालो पो देखिरहेको छु सो म चाहिँ अब भ्लगलाई यही इन्ड गर्छु हजुरहरूले अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु अनि अब मेरो भ्लगहरू आउँछन् होला सायद अब किनकि मेरो स्कुल बिदा हुन्छ 1 month ओके अहिले चाहिँ बाई मेरो भिडियो हेर्दै गर्नु होला एन्ड लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला भन्दै बिदा हुन्छु हस्त धन्यवाद